मेरो मेरो छुट्टै हो। उसलाई त म चिनाएको थिएन, म भाइलाई चिनेँ। म त एकदम जेएनजी आन्दोलनदेखि दायाँ बायाँबाट मलाई चिनेको होइन। अहिले उहाँको भिडियो फरीबाट हरेक आउँछ यसो लाइक अनि पहिलेको टाइममा त्यो टाइममा र अहिलेको टाइममा चाहिँ रिलेसनसिप सक्सेस बनाउन कतिको फरक छ पहिला र अहिले? छैन। अब माया विश्वास भरोसा सबै भइसक्यो, बुढाबुढी भइसक्यो, छोराछोरी भइसक्यो, अब त लगभग मजबुत भइसक्यो। अनि पहिला जमानाको माया र आजकलको टाइमको मायामा कतिको फरक छ? खासै फरक छैन, माया आखिर मायै हो। मलाई त फरक लाग्छ भाइ, फरक लाग्छ। कसरी भन्नुहुन्छ भने अहिले त लभ म्यारिज पनि टिक्दैन, लभ पनि फरक फरक मान्छे भइरहेको देख्छु होइन। पहिले त हामी चिठी लेख्ने जमानाको हो, हेर्नु 20 वर्ष भइसक्यो बेवाको, तर पनि त्यति बेलै चिठी लेखेर हामी बल्ल बल्ल एउटा चिठी आउँथ्यो, बल्ल बल्ल हामी अर्को चिठी पठाउँथ्यौँ र पनि हामीलाई विश्वास हुन्थ्यो क्या। अनि त्यो जेनेरेसनमा बढी लोयल हुन्थ्यो कि मान्छे यो जेनेरेसनमा? त्यो बेला नै अलिक बढी लोयल जस्तो लाग्छ है मलाई। अहिलेको यसो सिचुएसन, यसो लभ म्यारिज अनि लभ सिचुएसन हेर्दाखेरि पहिलेकै ठिक छ, अहिलेभन्दा पहिल्यै ठिक छ भाइ मलाई त। अनि अर्को प्रश्न, हजुरलाई राजा मनपर्छ कि अब हजुरलाई अहिलेको नेताहरू राम्रो लाग्छ कि राजा? अब हामीले राजाको पालामा पनि हामी बच्चा नै हुर्केको हो होइन। त्यसो नराम्रो खास केही पनि भएको थिएन राजाको पालामा पनि। अब राजा हटाएर अब के आइसक्यो नि त। अब राजाले भन्दा अलिकति अहिलेको नयाँ सरकारहरू जस्तै अब बालेनले जितोस् भन्ने हामीलाई चाहिँ एउटा छ होइन। अरू सबैजनाको हेरिसक्यो नि त। अब सबैको क्रेज पनि उसैमा छ, केही गर्छ कि भनेर मनमा आश पनि उही माथि नै छ क्या। त्यही भएर भोट चाहिँ अब घन्टीले जितोस्। चुनावको कुरा प्रसङ्ग आउँदाखेरि चाहिँ, नेताको कुरा आउँदा चाहिँ अहिले जय घन्टी जय बालेन, जय घन्टी जय बालेन। राजाको बारेमा केही दुई शब्द भनिदिनु न। राजाको शासन चाहिँ मैले त्यति धेरै अनुभव गर्न पाइनँ। जुन वीरेन्द्र राजा हुनुहुन्थ्यो अरे एकदमै असल हुनुहुन्थ्यो अरे। त्यति बेला 57-58 सालतिर हामी अलि सानै थियौँ। उहाँहरूको कार्यकालहरूलाई हामीले राम्रोसँग निहाल्न पानौँ। देशमा एकदमै सुशासन र शान्ति थियो अरे त्यति बेला होइन। हामीले यसो हेर्दा पनि हो जस्तो लाग्छ, राम्रो थियो अरे। अनि राजा वीरेन्द्रको जीको बारेमा? ज्ञानेन्द्रको बारेमा चाहिँ मलाई खासै त्यति अलिअलि त थाहा छ। जे होस् उहाँलाई अलिअलि आरोपहरू पनि लाउँछन् होइन। आफ्नै दाइको हत्यारा पनि भन्दो रहेछन्। अब हामी त सर्वसाधारण जनता, थाहा छैन। त्यही भएर त्यस्तै सुन्नाले गर्दा नि मलाई राम्रो लाग्दैन, किन हो थाहा छैन। त्यही सुनेरै होला।